हेलो सबैजनालाई नमस्ते। सुरुमै भन्न चाहन्छु लाइक र सब्सक्राइब चाहिँ गर्नु पर्दैन। भिडियो चाहिँ एकदम सिम्पल छ, किन भन्दा मैले पैसाको लागि यो भिडियो बनाएको होइन। तर भिडियो सिम्पल भए पनि सूचना चाहिँ बवाल छ है। आज अलिकति स्टकको बारेमा कुरा गर्न मन लाग्यो, जुन चाहिँ सायद कसैले भनेको पनि छैन अथवा भन्न नचाहेको अथवा भन्न नआएको हो। आई डोन्ट नो है, थाहा छैन मलाई। तर म अलिकति स्टकको बारेमा आज कुरा गर्न चाहन्छु। अनि अर्को कुरा के भन्दा मलाई नेपाली के भन्ने मलाई नेपाली बोल्दा चाहिँ अङ्ग्रेजी घुसाएको मन पर्दैन क्या। आफ्नो व्यक्तिगत विचार तपाईँलाई म भन्दैछु। त्यसैले म यो भिडियो बनाउँदा पनि सकेसम्म नेपालीमै बोल्ने कोसिस गर्नेछु। र अङ्ग्रेजी घुसिहालेछ भने पनि 2-4वटा भन्दा बढी चाहिँ नघुस्ला है। र अब भिडियो सुरु गर्नुभन्दा अगाडि एउटा छोटो मिठो डिस्क्लेमर दिन चाहन्छु। यो भिडियो चाहिँ मनोरञ्जनको लागि मात्र हो। माफ गर्नु होला, अलिक खोकी लागिरहेछ है। यो भिडियो चाहिँ मनोरञ्जनको लागि मात्र हो। कसैलाई अब साँच्चै स्टकको बारेमा कुनै ज्ञान चाहियो भनेदेखि चाहिँ किताब पढ्नु होला। अब के गर्ने, यति अब त भन्नै पर्यो, जमाना खराब छ है। अब यति भनिसकेपछि अब विशेष मुद्दामा प्रवेश गर्नुभन्दा पहिले अलिकति यो भिडियोको बारेमा चर्चा गर्न चाहन्छु। यो भिडियो चाहिँ मेरो पहिलो युट्युब भिडियो हो। अनि भिडियो बनाउनुको मुख्य कारण चाहिँ सबैलाई साँचो जानकारी दिनु हो है। अनि आफ्नो अलिकति व्यक्तिगत अनुभव पनि सुनाउन चाहन्छु युट्युबको बारेमा। जब म युट्युब खोल्छु है, सुरुमै क्या अगाडिको 5 सेकेन्ड त एडै आउँछ। त्यतिकै मुड खराब भयो है। अनि त्यसलाई स्किप गर्यो। फेरि तपाईँहरूको भिखारीहरूको लाइक र सब्सक्राइब गरिदिनु भनेर फेरि आउँछ जुनसुकै भिडियो हेर्नु है। उनीहरूको त्यो रोदन सुरु हुन्छ। यति भइसकेपछि त अब मूल जानकारी पाइएला भन्यो। सबैको चाहिँ अब तपाईँको इन्फर्मेसन सूचना चाहिँ कपी पेस्ट हुन्छ क्या, एउटै हुन्छ। त्यो पनि यसरी भन्छन् कि मानौ कुनै आइन्स्टाइन भन्दा ठुलो खोज पत्ता गरेर सुनाउँदैछन् क्या। अनि त्यसैले दुनियाँ चाहिँ फर्जी र नौटङ्कीले ग्रसित भएको छ। र यो सबैले मलाई चाहिँ म चाहिँ एकदमै आजितै भइसकेँ है। यो देखेर दिक्क लागिसक्यो। अनि यसो सोचेँ अब अरूलाई पनि त्यस्तै भइरह होला। अनि अरूलाई पनि त्यस्तै भइरह होला। त्यही सोचेर अब एउटा चाहिँ आफैले एउटा भिडियो बनाउँछु जसमा चाहिँ तपाईँको साँचो सूचना दिन सकियोस् र मान्छेलाई खासमा के भइरहेछ अहिले स्टक मार्केटमा त्यो सम्बन्धी अलिकति जानकारी होस् भनेर मैले यो भिडियो बनाएको। र यो भिडियोकै कुरा गर्नुपर्दा भिडियो एकदमै सिम्पल छ। खासमा भिडियो पनि होइन, यो त अब अडियो नै हो है। यसमा अडियो मात्र छ। र अगाडि नै भनिसकेँ, यो मैले पैसाको लागि बनाएको होइन होइन। त्यही भएर सिम्पल भएको कारण चाहिँ त्यो हो। कसैले मलाई स्पोन्सर गराए पनि होइन। यो भिडियो मैले आफैले बनाएको र आम्दानीको लागि बनाएको पनि होइन। फेरि किन भन्दा म पेसाले एउटा सिभिल इन्जिनियर हुँ। अमेरिकामा सिभिल इन्जिनियरिङको काम गर्दैछु। त्यो हिसाबले मलाई खाना बस्न मजाले पुगेकै छ र भगवानको कृपाले अहिलेसम्म राम्रै भइरहेछ। त्यो हिसाबले भन्नुपर्दा 2-4 पैसाको लागि मान्छेलाई ठग्ने जरुरी चाहिँ म देख्दिनँ। र यो भिडियो मैले भनिहालेँ जानकारी, एउटा साँचो जानकारी दिनको लागि बनाएको। अब यो इन्ट्रोडक्सन अलि लामै भयो। अब सिधै मुद्दातिर लागौँ है। आज चाहिँ के हो भन्दाखेरि आजको मिति नोभेम्बर 23, 2025 है। र अहिले ग्लोबल स्टक हेर्नुभयो भने विशेष गरी अमेरिकन स्टकहरू, युएस स्टक भनौँ होइन, त्यसमा पनि तपाईँले क्रिप्टोज र टेक स्टकहरू है, त्यसमा पनि अझ विशेष गरी म्याग्निफिसेन्ट 7 स्टकहरू जुन चाहिँ विश्वका 7औं ठुला स्टक भनौँ न,
ती भनेको चाहिँ अब एनभिडिया भयो, फेसबुक, अनि एप्पल, अनि माइक्रोसफ्ट, गुगल, एमाजोन भयो, अनि अर्को एउटा टेस्ला है। अब विशेष गरी 7वटा ठुला कम्पनी र क्रिप्टोस है, क्रिप्टो करेन्सी, यिनीहरू हेर्नु हो भने चाहिँ के भइरहेछ भन्दाखेरि अहिले सबै घटिरहेछन्। विशेष गरी क्रिप्टोस है, क्रिप्टो करेन्सी त्यो त पुरै 60-70% डाउन छ। विशेष गरी 1-2 हप्तामा एकदमै धेरै डाउन भएको छ, 55-60% डाउन भयो होला है। अनि आज यसकै बारेमा छोटो विश्लेषण गर्नु मन लाग्यो मलाई, त्यसैले यसकै बारेमा अलिकति छलफल गरौँ भनेर यो भिडियो बनाएको है। तपाईँले युट्युबमा भिडियो हेर्नुभयो भने सबै हाउडेहरूको एउटै चाहिँ के छ भन्दाखेरि विश्लेषण छ, एउटै परिभाषा छ है, एउटै देख्न पाउनुहुन्छ। र मैले चाहिँ यिनीहरूले भन्दा केही भिन्न कुराहरू तपाईँहरूलाई मैले सेयर गर्न खोजिरहेको छु, बाँड्न खोजिरहेको छु है। र मेरो आफ्नो धारणा राख्नुभन्दा जुन चाहिँ बिल्कुल फरक छ यिनीहरूको भन्दा है, तपाईँले अब कुनै पनि युट्युबरहरू है, नेपाली भयो, इन्डियन भयो, अमेरिकन भयो, अथवा कुनै पनि विदेशी युट्युबर अथवा विश्लेषकहरूको कुरा सुन्नुभयो भने सबैले यही 3-4वटा कुरा भन्छन् कि। र मैले आफ्नो कुरा सेयर गर्नुभन्दा पनि पहिले यिनीहरूको कुराहरू तपाईँलाई म सेयर गर्छु। यिनीहरूले चाहिँ के भनिरहेछन् पहिले त्यो सुनौँ न होइन। यिनीहरूको चाहिँ के छ मुख्य भन्दाखेरि 1 नम्बरमा चाहिँ यिनीहरूले के भनिरहेछन्, अहिले 1-2 हप्तादेखि जुन स्टकहरू पुरै डाउन भइरहेछ नि, त्यसो यिनीहरूको चाहिँ मुख्य कारण यिनीहरूले के देखाइरहेछन् भन्दा जापानमा चाहिँ यिनीहरूले जापानको एउटा मुद्दा उठाइरहेछन्। यसमा यिनीहरूले के भनिरहेछन् जुन चाहिँ खासमा यो ठिक होइन, गलत हो। यो कसरी गलत हो सबै भन्छु, पहिले यिनको कुरा सुन्नु है त। पहिले चाहिँ यिनीहरूले के भन्छन् भन्दा जापानमा जुन अस्तिसम्म चाहिँ के थियो भन्दाखेरि तपाईँले ब्याङ्कमा गएर लोन लिनुभयो भने चाहिँ फ्रीमा लोन लिन पाउनुहुन्थ्यो कि, 0% इन्ट्रेस्टमा लोन लिन पाउनुहुन्थ्यो। पैसा निकाल्नु भयो, त्यो पैसा चाहिँ तपाईँले के जापानीहरूले के गर्थ्यो भन्दा अनि उनीहरूले चाहिँ जापानीहरूले 0% इन्ट्रेस्टमा ब्याङ्कबाट पैसा निकालेर युएसको स्टक मार्केटमा हाल्थे है। अनि त्यहाँ हालिसकेपछि पैसा बढ्थ्यो, यता 0मा निकालियो, फिर्ता गऱ्यो भने त्यो निकालेको लोन फिर्ता गऱ्यो भने पनि इन्ट्रेस्ट जुन फाइदा भयो त्यो पैसा त राख्न पायो। र यसरी यिनीहरूले जापानीहरूले पैसा निकाल्ने, टन्नै अरबौँ पैसा निकाल्ने, अनि अमेरिकन स्टकमा पैसा हाल्ने। विशेष गरी तपाईँको चाहिँ ती माथिका 7वटा मैले स्टकहरू जुन भने तिनीहरूमा हान्ने, अनि क्रिप्टोसमा पनि हान्ने। क्रिप्टोस त बरु अहिले भर्खर आएको। विशेष गरी यिनको धेरै पैसा चाहिँ यही 7वटा कम्पनीमा छ है। र अब अहिले भयो के भन्दाखेरि जापानले 2 कि 2.5% कति इन्ट्रेस्ट लगाउने भन्यो। अब लोन लिँदाखेरि त्यति तिर्नु पर्यो। यसको अर्थ के भन्दाखेरि अब पैसा निकाल्न त पाइयो, तर पैसा निकाले बापत इन्ट्रेस्ट पनि तिर्नु पर्यो। अब यसले के प्रब्लम भयो भन्दाखेरि अब जसरी उनीहरूले पैसा हाल्दै आइरहेको थियो अहिलेदेखि थुप्रो वर्षदेखि अमेरिकामा हालिरहेको थिए, लगानी गरिरहेको थिए, त्यो रोकियो। त्यो रोकिएपछि यसमा लगानी आउन छोड्यो। यसले किसिमको त्रास पैदा भयो है, आउने पैसा आइरहेको छैन। एउटा यो जापानी मुद्दा भयो है। अर्को यिनीहरूले के भन्छन् भन्दाखेरि जियो पोलिटिक्स अथवा के भन्छ यसलाई, भू राजनीति है। अब पहिले संसारमा के थियो भन्दाखेरि संसारमा अमेरिका र अमेरिकन डलरको एकलौटी राज थियो। अब अहिले के भइरहेछ भन्दाखेरि अहिले अरू देशहरू पनि बन्न खोजिरहेछन् है। युएस र युएस डलरको एकलौटी राजलाई तोड्न उनीहरू खोजिरहेछन् है। अरू देशहरू, अरू ठुला देशहरू। पहिले चाहिँ यस्तो थिएन, अहिले चाहिँ अलिक बढी नै भइरहेछ। किन भन्दाखेरि पहिले चाइना चाहिँ एकदमै द्रुत गतिमा उसले उन्नति प्रगति गरिरहेछ। रसिया पनि अहिले बिस्तारै माथि आइरहेछ। किन भन्दाखेरि पहिले 1994 उनीहरूको रसियाको चाहिँ ब्रेकडाउन भएको थियो, उनीहरू चाहिँ फुटेका थिए होइन। र अहिले ऊ पनि अहिले माथि आइरहेछ। त्यस्तै गरी नर्थ कोरिया भइहाल्यो, उसको आफ्नै दुनियाँ छ।
यो सबै एक ठाउँमा आएर अनि विभिन्न मिडल इस्टका देशहरू पनि यिनीहरू सबै मिलेर जस 2वटा भयो क्या अहिले भू राजनीतिमा 2टा ग्रुप भयो र दुवै ग्रुप एकदम टक्करमा भयो है। यसले गर्दा के भयो त भन्दाखेरि अब यसले एउटा सर्टेन लिमिट यसले क्रस गरिसक्यो है। अनि यसले अब यसको प्रब्लम के भयो त भन्दा अब धनी धनाट्यहरूले चाहिँ के गर्न आँट्यो भन्दाखेरि यो सबै देखिसकेपछि अब यो यस्तो चर्काचर्की भइसक्यो कि अब यसबाट एउटा कुनै पार्टी मात्र विजय हुनेवाला छ है। एउटा सर्टेन तपाईँले चाहिँ बोर्डर लाइन क्रस गरिसकेपछि देयर इज नो गोइङ ब्याक भन्छ नि, पछाडि हट्ने त्यो ठाउँ नै हुँदैन। अब यहाँबाट कुनै एउटा कि त अमेरिकन टोली कि त बाँकीहरू जुन छ तिनीहरूमध्ये एउटा विजय हुने हो, त्यो चाहिँ ढुक्क छ। त्यो चाहिँ यिनीहरूको अहिले भनाइ छ। त्यसले गर्दाखेरि के भयो त भन्दाखेरि यसले रिक्स बढ्यो। धनी धनाट्यहरूले के गर्न आँटे अब यो चाहिँ नसल्टिँदासम्मलाई पैसा निकालेर उनीहरू चाहिँ आफूलाई सेफ राख्ने पाटोतिर लाग्दैछन् है। उनीहरूले के गरे त धनी धनाट्यहरूले आफ्नो पैसा निकाल्न सुरु गरिसके है। अर्को यो भू राजनीतिक कुरा निकाल्दैछन्। तर तेस्रो कुरा सुन्नु अब जुन कसैले पनि भनेको छैन। समस्या कहाँ छ भन्दाखेरि चाहिँ यो समस्या तपाईँको यो सुँगे रटाइमा छ है। यिनीहरूले जुन भनिरहेछन् एउटाले भन्छ अनि बाँकीले के भइरहेछ भन्दाखेरि यत्रो टेक्नोलोजीको जमानामा दिनदहाडै एउटाले भन्यो अनि टेक्नोलोजीको यत्रो जमाना छ दिनदहाडै उसले चाहिँ त्यही कपी पेस्ट गरेर आनन्दले सुनाइरहेछ, सबले एउटा कुरा रोटिरहेछन् है। त्यो पनि फेरि यस्तरी भन्छन् कि मानम उनीहरूले खत्रै रिसर्च गरेर नयाँ कुरा सुनाउँदैछन् है। र यसरी भन्दा त अब यसरी सुगा रटाइ गरेपछि सबैको एउटा कुरा भइसकेपछि त के हुन्छ भन्दा साँचो कुरा त निस्किँदैन है। अब साँचो कुरा के हो त भन्दाखेरि साँचो कुरा एकदम सिम्पल छ क्या। साँचो कुरा जहिले पनि एकदम सिम्पल हुन्छ, एकदम साधारण हुन्छ। प्रकृतिले कुनै पनि कुरा जटिल बनाउँदैन है। जस्तै उदाहरणको लागि एउटा लिउँ होइन, हाम्रै मान्छेको जीवन हेरौँ। आफ्नो पुरै जीवनकाल सम्झेर हेर्ने हो भने तपाईँले खासै ठुलो उताप चढाव चाहिँ देख्नु हुँदैन कि जीवनमा। यस्तो कुराहरू फिल्ममा मात्र हुन्छ कि त राजनीतिमा मात्र हुन्छ है। अब राजनीति भनेको देश बिचमा मात्र हुँदैन, यो राजनीति चाहिँ पैसाको लागि पनि हुन्छ। र अहिले जे भइरहेछ त्यो सबै पैसा र लोभको खेल हो। कसरी भन्ने कुरा अब सुन्दै जानु है। जब स्टक बढ्दै जान्छ नि है, 2-4 जना मूर्खले चाहिँ हौसरी किनिहाल्छ। अब बाँकी सबैले गर्ने चाहिँ के हो भन्दाखेरि पर्खरै हेरको बाटोमा लाग्छन् कि मान्छेहरू। बाँकी सबैले चाहिँ के गर्छन् भन्दा अलिकति घट्छ अनि किनौँला भनेर बस्छन् है। अब धनीहरूको खेल यसमै लुक्या हुन्छ। जहिले पनि धनी अथवा ठुलो लगानीकर्ता भनौँ होइन, जसलाई बोलीचालीमा व्हेल्स भनिन्छ। व्हेल्स भनेको ठुलो, व्हेल भनेको माछा भयो नि त, ठुलो माछा होइन, ठुलो माछा भनिन्छ नि। यी ठुलो लगानीकर्तालाई व्हेल भनिन्छ होइन। अब यिनीहरूको चाहिँ एउटा के हुन्छ भन्दा संस्कृति अथवा परम्परा हुन्छ कि यिनीहरूको एउटा कल्चर हुन्छ। के हुन्छ त्यो कल्चर के हो भन्दाखेरि चाहिँ यिनीहरूले पैसा लगानी गर्नुभन्दा अगाडि नै यिनीहरूको चाहिँ एउटा अलरेडी एउटा चाहिँ टार्गेट हुन्छ कि यतिमा बेच्ने भनेर उनीहरूको एउटा लक्ष्य पहिले बनाएको हुन्छन् है। यो भन्नुभन्दा अगाडि पहिले अलिकति व्हेलको बारेमा कुरा गरौँ। अलिक सानो एउटा जानकारी दिन्छु होइन। अब व्हेल भनेको चाहिँ के हो त भन्दाखेरि चाहिँ यो चाहिँ खासमा अरबपतिहरूको ग्रुप हो क्या। एक त अरबपति होइन, त्यसमा पनि उनीहरूको पनि ग्रुप भन्छ। कति ठुलो होला, यो किन आवश्यकता छ त होइन। यो व्हेलहरूको ग्रुप हुन चाहिँ किन, यो अरबपतिहरूको ग्रुप हुन चाहिँ किन जरुरी छ त, उनीहरूको लागि किन आवश्यकता छ भन्दाखेरि किन भन्दा यति नगरी मार्केट तलमाथि पार्न सक्ने उनीहरूको चाहिँ शक्ति आफ्नो हातमा आउँदैन है। टन्नै किन्ने र टन्नै बेच्न सक्ने क्षमता पुर्याउनको लागि यिनीहरूले एउटा ग्रुप बनाउनु जरुरी छ
टन्नै स्टक किन्नु पऱ्यो, टन्नै अनि बेच्नु पऱ्यो, अनि मात्र उनीहरू तलमाथि गर्न सक्छ नि त स्टकलाई। त्यो गर्नको लागि चाहिँ उनीहरू अरबपतिहरूको एउटा ग्रुप हुन्छ जसलाई व्हेल भनिन्छ होइन। त्यो पनि अब सिम्पल भाषा सबैलाई थाहा होला, त्यही पनि एकपल्ट मैले फेरि रिक्याप गरिदिएको है। यो भयो। र आम सर्वसाधारण र व्हेलमा फरक चाहिँ सायद यति नै होला है, यही नै फरक हो। लोभ त दुवैमा हुन्छ, तर क्षमता जुन शक्ति छ नि स्टकलाई तल र माथि पार्ने, त्यही फरक हो। दुवैमा लोभ हुन्छ तर उनीहरूमा त्यो शक्ति हुन्छ, उनीहरू ग्रुपमा हिँडा हुन्छ। हामी सर्वसाधारण चाहिँ इन्डिभिजुअल, हामी चाहिँ एक्लौटी हुन्छौँ, आफैले किन्ने आफैले बेच्ने होइन। सबै त्यहाँ चाहिँ हाम्रो कुनै एउटा ग्रुप हुँदैन है। कल्चरको बारेमा पनि बुझ्नुभयो, उनीहरूको एउटा प्राइस टार्गेट हुन्छ। उदाहरण दिउँ, यो सबै बुझ्नको लागि पहिले तपाईँले बुझ्न एकदमै जरुरी छ। सबै कुरा यहाँ छ, तपाईँले लास्टमा छर्लङ्गै हुनुहुन्छ है। जस्तो उदाहरणको लागि एउटा मानौँ कुनै एउटा स्टक छ है, जसको रेट चाहिँ कति छ, भाउ कति छ भन्दाखेरि $75 छ अरे मानौँ होइन, एउटा स्टकको। र मैले भनिहालेँ पहिले उनीहरूको चाहिँ एउटा ग्रुप हुन्छ, मिटिङ हुन्छ। अब यो किन्ने भन्छन् है, यो किन्ने भनेपछि किन्ने बेलामा मैले के पनि भने भन्दा उनीहरूको अलरेडी प्राइस टार्गेट अलरेडी उनीहरूले त्यो छलफल गरिसकेका हुन्छ। यतिमा बेच्ने, लगभग यति रेन्जमा, यतिमै बेच्ने भन्ने त हुँदैन, तर यो रेन्जमा बेच्ने भनेर उनीहरूले पहिले छलफल गर्छन् है, किन्नुभन्दा अगाडि बसेर टेबलमा बसेर है। अब 75 को स्टक किन्ने हो भने उनीहरूले मानौँ उनीहरूलाई 100 मा बेच्नु छ, उनीहरूले आफ्नो टार्गेट सेट गरे कतिमा, 100 जतिको, 100, 105, 95 यस्तोमा बेच्ने भन्छन् 100 को रेन्जमा। अब स्टक 100 मा पुग्दा चाहिँ के हुन्छ त भन्दाखेरि 75 को स्टक 100 मा पुग्दाखेरि कसैले किन्छ होला त? त्यति बेला त उच्च मूल्यमा पुगेको हुन्छ नि त, कसैले पनि किन्दैन। तपाईँले किन्नुहुन्छ, किन्नु हुँदैन नि। 75 को 100 मा पुगेको छ, तपाईँको दिमागमा खालि एउटै कुरा आउँछ, सबै नर्मल मान्छेको दिमागमा एउटै कुरा आउँछ, 75 को 100 पुगेको छ, अलिकति घटोस्, 90 पुगोस् अनि किनौला है। 90 पुगेपछि त 95 त कसो नपुग्ला, अनि त्यही बेलामा 5 हो भने हानौला होइन, 5 भने खाउँला भन्ने सबैको सोच त्यही हुन्छ। यो चाहिँ हाम्रो सबैको सोचमा आउने, सबैको दिमागमा आउने एउटै कुरा यही हो है। यो स्वाभाविक हो, सबैको दिमागमा आउँछ, स्वाभाविक कुरा हो। अब उनीहरूले पनि यो कुरा बुझेको छ। उनीहरूले के गर्छ त भन्दाखेरि 75 को स्टकलाई 100 पुऱ्याउँछ र उनीहरूको टार्गेट 100 मा बेच्ने हो भने अब उनीहरूले के गर्छ, त्यो स्टकलाई उनीहरूले 120, 122 मा पुऱ्याउँछन् है, कुरो बुझ्नु। अनि अब बिस्तारै जब 120-22 बाट 100 मा झर्छ नि है, 100 मा झरेपछि के हुन्छ त भन्दाखेरि उनीहरूले अब समाचारहरूमा फुक्न थाल्छन् क्या है। विभिन्न समाचार कम्पनीहरूलाई, पत्र पत्रिकालाई, अनलाइन न्युज पेपरहरू, पत्रिकाहरू हुन्छ नि, सबैतिर उनीहरूले फुक्न लाउँछन्। ल हेर फलानु स्टक त 120 थियो, 15-20% घटेर यहाँ 90-95 उसमा आयो, 100 मा झऱ्यो, यो त किन्ने मौका हो, यस्तो झरेको छ है भनेर चाहिँ उनीहरूले फुक्न थाल्छन्। अनि हामी के गर्छौँ, ओहो ल 122 को 125 पुगेको 100 मा आयो, 95 मा आयो भनेर किन्न थाल्छौँ। तर खासमा खेल कहाँ चाहिँ अड्केको छ, खेल चाहिँ के हो त भन्दाखेरि उनीहरूको त लक्ष्य नै 100 थियो, हामीले सिधै 100 मा हुँदाखेरि त किन्दैन थियौँ, त्यही भएर उनीहरूले 122 पुऱ्याइदियो है। अनि यसरी हामी 100 मा किन्छौँ अनि हामी डुब्छौँ। यो त नर्मल सिचुएसन भयो है हाम्रो, हामी जे गरिरहेछौँ त्यो कुरा मैले भन्दैछु, तर खेल कहाँ लुकेको छ अझै भनेको छैन। त्यो भन्नुभन्दा अगाडि अझै एउटा कुरा तपाईँलाई म भन्न चाहन्छु। के थियो भन्दा मैले आफै बिर्सेँ क्या। अब सबैको दिमागमा आउने कुरा त यही हो नि त, किन 100 कुर्नु पऱ्यो, 122 पुगेको थियो, त्यो 122 मा बेच्दा भइहाल्थ्यो नि त्यो वेल्सहरूले होइन, झार्दै 100 किन ल्याउनु पऱ्यो। त्यो एउटा ठुलो सबैको दिमागमा आउने क्वेसन त त्यही हो। 100 मा बेच्ने भनेको चाहिँ 122 पुगेको छ, त किन झार्नु पऱ्यो, 120 मा बेच्दा भइहाल्थ्यो नि उनीहरूले होइन, वेल्सहरूले। तर सबै खेल अहिलेको तपाईँको क्रिप्टो सबै यसमै अड्केको छ है। अहिलेको जे भइरहेछ सबै यसैसँग रिलेटेड कुरा हो। अब खासमा के हुन्छ स्टकमा भनेदेखि चाहिँ, तपाईँले कुनै पनि सेयर बेच्नको लागि
उताबाट कुनै अर्को कुनाबाट अर्कोले पनि किन्ने मान्छे हुनु पर्यो, किन्दिने हुनु पर्यो। जस्तो तपाईँले 120मा बेच्न खोज्दै हुनुहुन्छ भने अर्को कुनाबाट कसैले 120मा किन्न राजी हुनु पर्यो, अनि बल्ल तपाईँको बिक्छ। अब यो कुरा हामीले खासै हेक्का राख्दैनौँ, किन भन्दाखेरि हामी सर्वसाधारण भएको हुनाले हाम्रो बेच्ने सेयर पनि कमै हुन्छ है। हामीले 10वटा 15वटा 100वटा 1000वटा बेच्छौँ होला है। त्यो बेच्दाखेरि यत्रो दुनियाँमा कतै न कतै कोही न कोही हुन्छ किन्ने, 1 सेकेन्डमा बिक्छ। हामीले यो कुरा त्यही भएर हेक्कै राख्दैनौँ। तर अर्बौँमा करोडौँमा सेयर बेच्दाखेरि त त्यति नै किन्ने मान्छे त अर्को कुनामा त भेटाउनु त गाह्रो छ नि त। अर्को दुनियाँमा अर्को कतै बसिरह होला दुनियाँमा है। अर्को त्यति नै किन्ने मान्छे त त्यही बेलामा त भेटाउन गाह्रो छ। भन्नुको मतलब के हो भन्दाखेरि बिक्दैन, बेच्न खोजे पनि बिक्दैन। 1 लाखवटा सेयर बेच्न खोजेको छ भने 25,000 अथवा 50,000वटा बिक्ला, अनि के भयो त बाँकी 50,000वटा चाहिँ बाँकी रहन्छ। अब त्यो 50,000वटा बिक्दै तपाईँको के भयो त 125बाट स्टक झरेर एकैपल्ट कहाँ पुग्छ, 110 105मा पुग्छ। अब मान्छे आतिन्छ, किन्दैन, अनि तपाईँको त्यो बाँकी 50,000वटा पनि बिक्दैन क्या। त्यही भएर यिनीहरूले के गर्छ भन्दाखेरि 120-22 पुगेपछि थोरै बेच्दै जान्छ है, झ्याप्प बेच्दैन। अनि त्यसले के हुन्छ त मान्छेलाई त्यो माछालाई चारो फाले जस्तै हो क्या। ओहो घट्दै गयो, मान्छे किन्दै जान्छ, लोभिँदै जान्छ, लोभको खेल हो सबै। अनि जब 100 195 जति पुग्छ, जब आफ्नो बेच्ने रेन्जमा पुग्छ, अब उनीहरूले न्युज पेपरहरू सबैतिर यही मात्रै आउँछ। तपाईँको रिल्समा पनि यही आउँछ, तपाईँको समाचारमा पनि यही आउँछ, सबै चिजमा के आउँछ, यो घटिरहेछ, एकदम 15% घट्यो, 20% घट्यो, 22% घट्यो, यो किन्ने मौका हो भनेर मान्छेलाई लोभ्याउँदै जान्छ। मान्छे किन्दै जान्छ। अब के भयो त किन्ने डिमान्ड बढ्यो। तपाईँले बेच्नु भयो भने पनि अर्को कुनामा मान्छे छन् रेडी किन्नको लागि, र बेच्नको लागि चाहिने भनेको पनि यही कन्डिसन हो है। परिस्थिति के हो त भन्दाखेरि आफूले बेच्न खोज्दाखेरि सर्वसाधारण चाहिँ फस्नको लागि रेडी हुनु पर्यो, तयार हुनु पर्यो। अघि सुरुमै 100मा बेच्दाखेरि मान्छे रेडी थिएन, तयार थिएन। किन थिएन भन्दा त्यति बेला उच्च मूल्यमा पुगेको थियो, मान्छेलाई डर थियो किन्नको लागि। बल्ल बल्ल जम्मा गरेको पैसा 75को 100मा पुगेको छ, 100मा त मान्छे किन्न खोज्दैन नि त। 125मा पुग्यो, अब बिस्तारै झार्यो, 100मा पुऱ्याइदियो। हिजो त्यही 100 किन्न खोजेको थिएन, आज 122 पुऱ्याएपछि किन्न रेडी भयो। र यसरी 100मा पुगेपछि के भयो त मान्छेले किन्छ, अनि अब त्यो मान्छे फस्यो। अब यिनीहरूले बिस्तारै बेच्दै जान्छन् है। अनि त्यसपछि डाउन हुँदैपछि झ्याप घट्दै जान्छ। अनि 75को बढी भयो भने 80 होला, तर मान्छे फसिसक्यो। 90 95 किनेकोले त बेच्दैन है। यसरी यिनीहरूले पैसा खान्छन्। यो भयो नर्मल चाहिँ तरिका। अब अहिले के भइरहेको छ त, स्टक किन घटिरहेको छ, कहिलेसम्म घट्छ, कतिसम्म घट्छ, कहिले बढ्छ है। यसको उत्तर मुख्य मुद्दा यही हो है। र भन्नुपर्दा यो पनि खासमा त्यस्तो जटिल प्रश्न होइन, यसको उत्तर त्यस्तो जटिल पनि छैन है। पहिलो कुरा समाचारको पछाडि नलाग्नु है, सबै लोभको खेल हो। यी जतिवटा 3-4वटा मैले कुरा भने नि, जापानको यिनीहरूले इन्ट्रेस्टको कुरा गर्यो, त्यसपछि भू राजनीतिको कुरा गर्यो, अनि ट्यारिफको कुरा छ, अर्को ट्यारिफ लगाइरहेको छ एकातिर, अर्कोतिर दुईवटा देशहरू बिच, दुईवटा दुनियाँ बिच तपाईँको चाहिँ दुईवटा शक्ति बिच लडाइँ भइरहेको छ। यति बेला चाहिँ के भयो त भन्दाखेरि परिस्थिति फेभरेबल भएन धनाट्यहरूको लागि। त्यही भएर उनीहरूले आफ्नो पैसा सुनिश्चित गर्नको लागि पैसा निकालेको भन्यो है। भू राजनीतिको अर्को कारण निकाल्यो। किन भन्दा 1% घट्दा पनि, अरबौँमा 1% घट्दा पनि उनीहरूको धेरै करोडौँ जान्छ। त्यही भएर यी करोडपतिहरू, अरबपतिहरू, वेल्सहरू र हामीमा यही फरक छ। यिनीहरूले चाहिँ पहिले नै पैसा निकाल्छ, रिस्क लिनै खोज्दैन। त्यसैले जापानको कुरा निकाल्यो यिनीहरूले। अर्को कुरा भू राजनीतिको कुरा निकाल्यो, जसमा ट्यारिफ आदि इत्यादि कुराहरूले गर्दा भू राजनीति भनौँ न जटिल भयो। अब म के भन्छु भन्दाखेरि यो सबै समाचारमा एउटा कमजोरी छ, एउटा लुप होल छ है। नेपालमा के भन्छ, एउटा खाली ठाउँ छ
यसमा एउटा कमजोरी देखिएको छ है। यिनीहरूको यो भनाइमा एउटा कुरा चाहिँ मिल्दैन एउटा कुरा। र यो नै यो भिडियोको सबैभन्दा महत्त्वपूर्ण कुरा हो। कुरा के छ भन्दाखेरि यिनीहरूको भनाइअनुसार 2.5 कति इन्ट्रेस्ट रेट लगाएको जापानले हो। जापानीले अमेरिकामा लगानी बन्द गर्न के भन्ने बन्द गर्ने स्थिति आएको। यी सबै के हो त भन्दाखेरि चाहिँ कलौटेहरूले भनेको कुरा यही होइन त। यिनीहरूले भनेको कुरा त यही नै हो। र यो सबै किन भएको त भन्दाखेरि खासमा ठ्याक्कै उल्टो छ। यो किन भएको भन्दा बाँकी अरू सबै बिजनेसलाई डाउन गरेर फुल स्टप गरेर क्रिप्टोलाई बढाएर आकाशमा पुर्याउने खेल हो क्या यो सबै। अब यिनीहरूले भोलि के भन्नेवाला छन् ठ्याक्कै तपाईँलाई म भन्छु। सुन्नु, अब भोलि के आउँछ समाचारमा भन्दा 2-4 दिनमा, एक हप्तामा जापानले 2.5 इन्ट्रेस्ट रेट त लगायो। अब करेन्सी एक्सचेन्ज गरेर स्टकमा अथवा कुनै पनि बिजनेसमा गर्दा फाइदा त हुँदैन नि त। यति इन्ट्रेस्ट रेट लगाइसकेपछि त के भयो त भन्दाखेरि फेरि करेन्सी एक्सचेन्ज गर्दाखेरि येनलाई चाहिँ तपाईँको डलरमा लगाउनु पऱ्यो, त्यहाँ चाहिँ सर्भिस फी लाग्छ। अनि फेरि तपाईँले चाहिँ युएसमा पैसा स्टकमा राख्नुभयो त पैसा बढ्छ। अनि फेरि तपाईँले जापानिज येनमा आफूले फिर्ता गर्दा फेरि त्यहाँ एक्सचेन्ज रेट पैसा लाग्यो। यी सबैले गर्दा चाहिँ तपाईँलाई खासै फाइदा हुँदैन। त्यसैले तपाईँले क्रिप्टो युज गर्नुहोस्, एक्सआरपी युज गर्नुहोस्, एक्सएलएम युज गर्नुहोस्, स्टेलर के भन्ने एउटा ल्युमर भन्ने छ आदि इत्यादि यस्ता तपाईँको क्रिप्टोहरू छ नि त, जुनले तपाईँको चाहिँ फरेन एक्सचेन्ज रेट चाहिँ एकदमै नोमिनल रेटमा गरिदिन्छ है। यसले गर्दा के हुन्छ त भन्दा बाँकी अरू सबै बिजनेस चाहिँ डाउन गरेर यिनीहरूले के भन्नेवाला छ भन्दा हेर्नुहोस्, इन्ट्रेस्ट रेट त लगायो। अब यो इन्ट्रेस्ट रेट लगाउँदाखेरि तपाईँलाई फाइदा गर्न एकदमै मुस्किल छ यदि तपाईँले चाहिँ सिधै त्यो पैसा लगानी गर्नुभयो यसमा भनेदेखि। किन भन्दा तपाईँको जुन एक्सचेन्ज रेट छ नि येनबाट डलरमा लग्ने अनि डलरमा फाइदा उठाएर फेरि डलरलाई येनमा लग्ने है, यसमा चाहिँ सर्भिस फी धेरै लाग्छ। तपाईँले फाइदा खासै लिन पाउनु हुँदैन। त्यसैले क्रिप्टो युज गर्नुहोस्, 2.5 मै निकाल्नुहोस्, 2 कति दिन्छ इन्ट्रेस्ट निकाल्नुहोस्, अनि त्यसलाई तपाईँले क्रिप्टो युज गरेर लगानी गर्नुहोस्। थोरै फी लाग्छ। अनि त्यसलाई फेरि निकालेर आफूले लिनुहोस्। यो गर्दाखेरि तपाईँले अराउन्ड 1.5% 2% कति भन्छ फाइदै हुन्छ। तपाईँले भने एउटा नम्बर तोकिदिन्छ। अनि के भयो त भन्दाखेरि सबै हेरे ब्याङ्कहरू हेरे सबै पैसा कहाँ गयो त? सबै राज कसले गर्यो? क्रिप्टोले गर्यो। अब ब्याङ्कमा त क्षमतै छैन, उसले त पैसा लिन्छ धेरै एक्सचेन्ज गर्ने बेलामा है। अनि भोलि के भन्छ, यो 2.5 इन्ट्रेस्ट रेट जुन छ नि घटाएर 1 अथवा 0.5 मा ल्याउँछ, जसले गर्दा तपाईँले क्रिप्टोबाट सार्दाखेरि पनि तपाईँलाई मजाले फाइदा आउँछ, तर ब्याङ्कबाट गर्दा कम फाइदा आउँछ। भनेपछि मान्छेले के गर्छ, अथवा ब्याङ्कबाट गर्दा आउँदैन, एकदम कम 0.1 0.2% मात्र फाइदा हुन्छ तपाईँलाई। भनेदेखि ब्याङ्कको बाटो सबै बन्द गरिदिन्छ। पैसा कहाँबाट हुने भयो? सबै क्रिप्टोले मात्र गर्ने भयो। र यो खेल हो सबै यिनीहरूले भन्नेवाला यही छन्। अनि अर्को कुरा तपाईँलाई के स्मरण रहोस् भन्दा जापान भनेको युएसको सबैभन्दा ठुलो मध्ये एउटा समर्थक हो, एउटा ठुलो समर्थक हो युएसको। युएसकै लागि भनेर अहिले जापानले चाइनासँग वाक युद्ध गर्दैछ। अहिले यिनीहरूको चाहिँ दुईटा देशबीच सम्बन्ध राम्रो छैन। चाइनाले पनि भनिसक्यो जापानमा आफ्नो नागरिकलाई घुम्न नजानु, टुरिस्ट भिसामा नजानु भनेको छ। जापानले पनि त्यही भनेको छ। दुईटा देशबीच जस्तो इन्डिया र पाकिस्तानको बिचमा हुन्छ नि त्यस्तै भइरहेको छ। जापानले यत्रो गरिदिइरहेको छ युएसको लागि है, चाइनासँग वाक युद्ध गरिरहेको छ, आफ्नो सम्बन्ध बिगारिरहेको छ भनेदेखि जापानको त्यत्रो पैसा अमेरिकामा लगानी भएको छ। तपाईँलाई के लाग्छ जापानले चाहिँ अमेरिकालाई घाटा हुने काम गर्छ? पक्कै पनि गर्दैन हैन। यो सबै कहाँ हो त भन्दाखेरि क्रिप्टोलाई माथि ल्याउने। अब यो किन जरुरी छ भन्दाखेरि अब ब्याङ्क जुन पुरानो छ नि, तपाईँको के भन्छ त्यसलाई,
टिपिकल फाइनेन्सियल इन्स्टिट्युसन जुन ब्याङ्क भयो र यतापट्टि अर्को छ मोडर्न फाइनेन्सियल इन्स्टिट्युसन जुन भनौँ न क्रिप्टो डिजिटल करेन्सी भयो। यो दुईवटा बिच चाहिँ आफ्नो अस्तित्वको लडाइँ हुँदैछ ब्याङ्कहरूको है। ब्याङ्कले के गर्दैछ भन्दाखेरि ब्याङ्क चाहिँ अब अहिले गर वा मरको स्थितिमा छ, त्यसैले उसले आफ्नो अस्तित्वको लागि लड्दैछ। यति बेला सबै ब्याङ्कहरूले आफ्ना मान्छेहरूलाई चाहिँ क्रिप्टोबाट पैसा निकाल्न लगाइरहेछन्, मान्छेलाई अत्ताउनलाई है। भनेदेखि अर्को साइडतिरबाट के भइरहेछ भन्दाखेरि क्रिप्टोले आफ्नो राज सुरु गर्दैछ है, दुनियाँभर आफ्नो राज गर्न खोज्दैछ। यो लडाइँ भनेको क्रिप्टो र ब्याङ्कको लडाइँ हो। र अब याद रहोस् अर्को कुरा, युएस प्रेसिडेन्टको लागि जुन प्रेसिडेन्सीको लागि उनले इलेक्सन लड्दै थिइन् जति बेला ट्रम्पले, उनको 3वटा मुद्दा थियो है। उनले 3वटा एजेन्डा लिएर आफ्नो एजेन्डा लिएका थिए चुनावको बेलामा। त्यो भनेको इमिग्रेसन पोलिसी पहिलो, दोस्रो भनेको चाहिँ युएस इकोनोमी माथि ल्याउने है, अर्को भनेको क्रिप्टो करेन्सी जसमा उनले युएसलाई क्रिप्टो क्यापिटल नै बनाउने भनेका थिए। अब इमिग्रेसन पोलिसीमा अब तपाईँले हेर्दै हुनुहुन्छ धेरै परिवर्तन भइसकेको छ। इकोनोमीको लागि उनले ट्यारिफदेखि लिएर अनेक अन्टेसन्टे गर्दै आइरहेछन् हो। अब भनेदेखि क्रिप्टोको लागि पनि उनको दिमागमा केही न केही खत्रै प्लान त बनिरह होला र प्लान यही नै हो। ब्याङ्कलाई त डाउन गर्नु पर्यो, ब्याङ्कले मानिरहेको छैन। यो अहिलेदेखि होइन, तपाईँको 1-2 वर्षै भइसक्यो ब्याङ्कले रेडी नै भएको छैन। किन भन्दा आफूले राज गरिरहेको कुरा कसैले छोड्न तयार हुन्छ र यत्तिकै हुँदैन नि त। त्यही भएर ब्याङ्कलाई मेटाउनको लागि, ब्याङ्कलाई कुनै बाटो नै नदिनको लागि अहिले यो सबै भइरह्यो। यता जापानले इन्ट्रेस्ट रेट अलिकति लगाउँछ, त्यो इन्ट्रेस्ट रेटमा तपाईँले ब्याङ्कको थ्रुबाट ट्रान्सफर गर्नुभयो भने फाइदै हुँदैन, क्रिप्टोबाट जानु हो भने हल्का फाइदा हुन्छ। अनि मान्छेले के गर्छ जापानीहरूले, अब लागेको बानी त लागिसक्यो, सुतेर खाने मान्छेलाई अब सुतेरै खाने बानी बढ्छ नि त हो। यति सजिलो तपाईँ यताबाट ब्याङ्कबाट पैसा निकाल्ने, युएसको स्टकमा पैसा हान्ने, बसी पैसा आइरहेको थियो जापानले। यो यथार्थ हो, यो साँचो कुरा हो है। भनेदेखि मान्छेले नयाँ बाटो अपनाउन खोज्दैन, भइरहेकै कुरामा मान्छे हिँड्छ, त्यो मान्छेको स्वभाव हो। त्यही भएर अब अलिकति इन्ट्रेस्ट रेट लगाइदिने, अनि ब्याङ्क ट्रान्सफर फेल भयो, अनि मान्छेले हल्का थोरै फाइदा भयो भने क्रिप्टोबाटै गर्न खोज्छ र यो खेल सबै क्रिप्टोको हो। र अन्त्यमा के भन्न चाहन्छु भन्दा अहिले क्रिप्टो एकदमै डाउन छ। तपाईँको डोज कोइनदेखि लिएर शिबा इनु, XRP, XLM, इथेरियम अनि बिटकोइन यिनीहरू सबै डाउन छन्। बिटकोइन कति 85-86 होला आज। अनि अरू बाँकी मेम कोइनहरू जस्तो भयो XRP, XLM, डज कोइनहरू त लगभग 50-55% नै डाउन भइसकेको छ यो 1 महिनामा। भनेदेखि अहिले चाहिँ तपाईँको किन्ने टाइम हो। यति बेला तपाईँले किन्दा चाहिँ घाटा लाग्दैन। र अर्को महत्त्वपूर्ण कुरा भनेको यो सबै क्रिप्टोलाई माथि ल्याउने खेल हो है, यो अरू केही पनि होइन। र फेरि पनि भन्न चाहन्छु, समाचार र युट्युबेहरूको पछाडि नलाग्नु, आफ्नो वरिपरि हेर्नु हैन। दुनियाँ त्यस्तो जटिल, त्यस्तो गाह्रो पनि छैन। भगवानले तपाईँहरूलाई आफ्नो प्रश्नको उत्तर पनि तपाईँकै वरिपरि राखिदिनु भएको हुन्छ। सो आफैले विश्लेषण गर्नुहोस्, अरूको कुरा सिधै नपत्याउनु, के भइरहेछ वरिपरि हेर्नु, आफ्नो प्रश्नको उत्तर तपाईँले त्यहीँ पाउनुहुन्छ। र अन्तिममा फेरि पनि भन्छु, लाइक्स र सब्सक्राइब गर्नु पर्दैन। हेरिदिनु भयो, त्यसको लागि सुनिदिनु भयो। हेर्न त के भिडियो नै केही पनि छैन, अडियो मात्र मैले राखेको हो। सुनिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। आशा गर्छु तपाईँहरूले केही नयाँ कुरा थाहा पाउनु भयो होला। ल, अर्को भिडियोमा भेटौँला। धन्यवाद।